पृथ्वीनारायण शाहको चेतना र मेहनतले यो देशको एकीकरण गरेर नेपाल देश बन्यो। गर्दै जाँदा गल्ती कमजोरीहरू भए होलान्, तर त्यसबेलाको राज्यको विस्तार गर्ने विस्तारवादी सोच सबै राजाहरूले लिएकै थिए। तीमध्ये पृथ्वीनारायण शाह सफल रहे। तर राज्य एकीकरण गर्ने सोच न पृथ्वीनारायण शाह भन्दा अगाडिका राजाहरूको थियो, न पृथ्वीनारायण भन्दा पछाडिका राजा राजपरिवारहरूका थिए। एकीकरणको कुरा त थिएन, बरु एक अर्कालाई चेपे नदीमा काटेर सिध्याउने दाउमा थिए। पृथ्वीका छोराहरू पनि क्रमशः प्रताप सिंह शाह र बहादुर शाह एक अर्कालाई हत्या गर्ने प्रयासमै थिए। पृथ्वीको मृत्यु पश्चात क्रिया बार्दै गर्दा राजा प्रताप सिंह शाहले भाइ बहादुर शाहलाई जेलमा हाले, विदेश लखेटे। फेरि दाउ पर्न साथ बहादुर शाह पनि सत्तामा आइहाले, बागडोर सम्हालिहाले। सत्ता र शक्ति खुस्किन साथ चिनलाई गुहारे पनि बहादुर शाहले। यसरी देशको भलो सोच्ने भन्दा पनि आफू राजा कसरी हुने, शक्ति र सत्ता कसरी हातमा लिने र शक्तिमा भएकाहरूलाई कसरी मार्ने भन्ने दाउ नै सबैजनाको थियो। सत्ताका लागि राजाहरूले बाउ, काका, दाजु, भाइ, मामा, आफ्नाहरू सबैको हत्या पनि गरेका थिए र गर्ने प्रयास गर्थे। यो फेरि आफ्नाहरूको हत्या गर्ने मनोबल बढाउने, मनस्थिति बनाउने चाहिँ पृथ्वीनारायण शाहकै काम हो। किनभने पृथ्वीनारायण शाहले आफ्नाहरूको हत्या गर्दाखेरि आफ्नाहरूको हत्या पाप लाग्छ, गोत्र हत्या पाप लाग्छ भनेर उनले चाहिँ काशीमा गएर आफ्नो भइरहेको गोत्रलाई परिवर्तन गरेर नयाँ गोत्र लिएका थिए। र त्यो गोत्रको कारणले गर्दाखेरि अर्को गोत्र भइसकेपछि आफ्नै दाजुभाइ घर परिवार मार्दा पनि पाप लाग्दैन, सगोत्री हत्या पाप लाग्दैन भन्ने यो कस्तो खालको सोच थियो होला। त्यस कारणले गर्दा यसका सूत्रधार पृथ्वीनारायण शाह नै हुन्। अब अहिले पारस शाहको कुरा गरौँ। यो मान्छे अहिलेको दास मनोवृत्तिका केही मान्छेले राजा बनाउने मान्छे हो। यो राजा हुन लायक छ त? के उनमा अनुशासन भन्ने केही छ? भूत राजा ज्ञानेन्द्र पनि राजा हुन अति ठुलो महत्त्वाकांक्षा बोकेका मान्छे हुन्। राजा हुनका लागि यिनको योग्यता के छ त? पुर्खाले रचिदिएको नेपालमा शासन गर्ने अधिकार छ, म राजा हुँ, म पृथ्वीनारायण शाहको सन्तान हुँ भन्नु बाहेक उनीसँग केही पनि योग्यता छैन। किनभने उनले भएको योग्यताहरू पहिले मूर्ति बेचेर, गाजा बेचेर पारस जस्तो अनुशासनहीन छोरोलाई बढाएर पालन पोषण गरेर नै उनले गुमाइसकेका छन्। अलिकति चेतना छ भने यिनले जनसमर्थन जुटाएर संसदमा बहुमत ल्याएर संविधानमा लेखेर फेरि राजा शासन व्यवस्था ल्याउन यिनले सक्छन्। यिनले त्यो गर्न पनि सक्छन्, यिनको अधिकार पनि छ। तर त्यसो गर्दैनन्। उनी मात्रै मेरा बाबुबाजेले भैँसीका गोठ पालेका थिए, मैले खाने घिउ खोइ भनेर उनी भन्छन्। र उनलाई त्यो गोठको घिउ खुवाउने, बाबुबाजेको गोठको घिउ खुवाउने, दही दुध मही खुवाउने दुर्गा प्रसाई, रविन्द्र मिश्र, ज्ञानेन्द्र साई, जगमान गुरुङ, नवराज सुवेदीहरू पनि हिजो राजा चाहिँदैन, यो देशका राजाहरू फटाहरू हुन्, इतिहासमा राजा शासन जस्तो फटा शासन कुनै थिएन भन्ने मान्छेहरू हुन्। र तिनै मान्छेहरू अहिले फेरि टक्कै जिब्रो फेरेर, बोली फेरेर राजा ठिक छन्, राजा ज्ञानेन्द्र बनाउनुपर्छ, पारस बनाउन पाइयो भने त झन् साह्रो गाजा खान पाइन्छ, हुलदङ्गा गर्न पाइन्छ, हुल्लडबाज गर्न पाइन्छ भनेर राजा शासनको पक्षमा आन्दोलन गरिरहेका छन्। नेपालमा आवश्यकै छैन। सर्वप्रथम त हामी राजावादी होइन, नम्बर 1 कुरो। राजा ठिक होइन, राजा शक्तिशाली जो अहिले राजा छ, यो राजा नेपालमा आवश्यकै छैन। आजका शासक नेताहरू फटा भए भनेर त्यही कारण देखाएर हिजोका यी शाह फटाहरू नै ठिक थिए है भनेर भन्न मिल्छ र? वीरेन्द्र राजा पनि दाजु रविन्द्र शाहलाई सिद्ध्याएर राजा भएका हुन् नि। राजा वीरेन्द्र राणाका भान्जा हुन्। अनि राणाहरू त सेनामा थिए, पुलिसमा थिए, प्रशासनमा थिए, विभिन्न ठाउँमा थिए, सुरक्षामा थिए, राज परिषदमा थिए। र त्यसो भइसकेपछि आफ्नो भान्जालाई
राजा बनाउनका लागि षड्यन्त्र त भइहाल्छ नि। अनि रविन्द्र शाह सेनाको नजरबन्दमा परे, उनी त्यतिखेरै मरे अनि वीरेन्द्र राजा भए। र यो कुरालाई न त इतिहासमा लेखिन्छ न त कुनै सञ्चारहरूले नै भन्छ। वास्तवमा वीरेन्द्र माइला हुन् र अहिले ज्ञानेन्द्रका चम्चेहरूले ज्ञानेन्द्रलाई माइला सरकार भन्छन्, तर उनी यथार्थमा साइला हुन्। अब राजा ल्याउने, राणा ल्याउने होइन, अब उहिलेको कुरा 22 राज्य 24 राज्य ल्याउने भन्ने कुरा छोडिदिउँ। राजालाई ल्याएर नि कसैले गद्दीमा राख्छु भनेर भन्छन्, त्योभन्दा मूर्ख कोही पनि होइन। जानीय राणा शासन होस् अथवा राजा शासन होस्, यदि जेठो नै त्यो शासन सत्ताको अधिकारी व्यक्ति हो भने राजा वीरेन्द्र कसरी राजा भए? रविन्द्र शाहलाई राजा बनाउनपट्टि किन लागिएन? यो हामीले सोच्नुपर्ने कुरा छ। अब अलिकति राजा त्रिभुवनसम्म पुगौँ। राणाहरू प्रधानमन्त्री हुने प्रणालीको विरुद्धमा नेपाली जनताहरूले आन्दोलन गरिरहेको बेलामा र आन्दोलन सफल हुन लागेको बेलामा राजा त्रिभुवन भागेर किन भारत गए? भारतमै बसे, भारतकै भात खाए, भारतकै नुन खाए। अनि त्यही बसेर नुन खाएको कारण, भात खाएको कारण अलिअलि अब राजाहरूको शासन, शाहहरूको त कालो कालो पदार्थ, रक्सी जाँड खाने, ब्ल्याक लेबल विस्की खाने, तास खेल्ने, गाँजा खाने त अब रीति नै हो, चलनै हो। उनीहरूको त पैतृक अधिकार नै हो, पैतृक संस्कार हो, धर्म हो। त्यो पनि अलिअलि भेटे होला। र त्यो सम्पूर्ण कुराहरू खाए बापत भारतले हाम्रो हिमाली नाकामा लगेर आफ्नो सेनाको टुकडीहरू राख्यो। र त्यसको पछि विश्वेश्वर प्रसाद कोइरालाले विरोध गरे। विश्वेश्वर प्रसादलाई त्यो विरोध गरेको कारणले गर्दा उनलाई प्रधानमन्त्री हुँदाहुँदै जेल हालियो। अनि राजा त्रिभुवन जब मरे नि, त्यस बेलामा भारतले उच्च सम्मान गर्दै उनको लासलाई भारतीय तिरङ्गा राष्ट्रिय झन्डा उडाएर सम्मान गरियो। र हाम्रा राजाका चम्चेहरूले चाहिँ यो ठुलो सम्मान हो, हाम्रा राजाले पाएको विश्वकै सबैभन्दा ठुलो सम्मान हो भनेर छाती फुकाए। र भारतले त्यसै कारणले गर्दाखेरि नेपाललाई भारतवर्षकै एउटा क्षेत्र हो भनेर पनि भन्छ। सगरमाथा हाम्रो हो भन्छ, लुम्बिनी हाम्रो हो भन्छ, र तेन्जिङ शेर्पालाई त उसैको तेन्जिङ हो भन्छ। र त्यहाँको पाठ्यपुस्तकमा हाम्रा तेन्सिङ भनेर हामीले पढ्न पाउँछौँ। र दार्जिलिङमा तेन्जिङ शेर्पाको ठुलो म्युजियम पनि छ, उनको सम्मानमा बनाइएको ठुलो म्युजियम पनि छ। देश चलाउन योग्य मान्छे चाहिन्छ, तर कोही व्यक्ति जन्म र जातीय कारणले योग्य छ भन्ने विचार सही होइन। तर आज देशमा यही गलत विचारको पक्षपोषण र वकालत गर्दै प्रजातन्त्रमाथि प्रहार गरिराखिएको छ। एउटा ठेउकी, उसको छोरा, फेरि उसको छोरा, फेरि उसको छोरा, फेरि उसको छोरा राजा हुनका लागि जन्मैले योग्य हुन्छ, सक्षम हुन्छ, सबल हुन्छ भन्ने कुरोको के आधार छ? र त्यो राजालाई फाल्न वा छान्न पाइँदैन भन्ने सिद्धान्त पनि त्यहाँ मिसिएको हुन्छ। भोलि कोही पनि नेपाली देशको शासक बन्न सक्छ, शासन प्रणालीमा पुग्न सक्छ। उसको योग्यता जनताले निर्णय गर्छन्, अयोग्य भए फेरि जनताले नै फाल्छन्। जनताको यो अधिकार राजाको शासनमा खोसिन्छ र भोलिको हाम्रो पिँढीले देशको शासन प्रणालीको कुनै पनि ठाउँमा पुग्न सक्ने अधिकारको हनन गर्नका लागि, अधिकारको अपहरण गर्नका लागि हामी अहिले लागि नपरौँ। भोलिको हाम्रो सन्ततिको, भोलिको हाम्रो पिँढीको अधिकारको हत्या गर्ने पापिष्ट काम पनि हामी कसैले नगरौँ। त्यसको लागि हामीले राजा शासन ल्याउने होइन, हामीले प्रजातान्त्रिक व्यवस्थाको हामीले संरक्षण गर्नुपर्दछ, जुन गणतन्त्रमा मात्रै सम्भव छ। राजाको शासनमा राजा सर्वोच्च हो, तर जनताको शासनमा जनता सर्वोच्च हो। जनताको शासनमा भोलि एकजना योग्य महिला अथवा मधेसी अथवा जनजाति अथवा दलित अथवा जोसुकै पनि पुग्न सक्छ। तर राजाको शासन प्रणालीमा, राजाको
सर्वोच्चतामा उसले जसलाई चाह्यो उसलाई मात्रै पुर्याउन सक्छ। अर्थात् त्यो चाहिँ तलको सानो शासनको सानो ठाउँहरूमा उसले चुनेर लाने हो भने ऊ सर्वोच्च देशको शासकको रूपमा चाहिँ जहिले पनि उसको सन्तान नै रहिरहन्छ। कसलाई शासनमा राख्ने र कसलाई फाल्ने भन्ने जनताको शासन हो। जनताको शासनमा हरेक नेपालीको अधिकार सर्वोच्च हुन्छ, बराबरी हुन्छ। तर राजाको शासनमा एउटा व्यक्ति, त्यो राजा मात्रै सर्वोच्च हुन्छ। राजा सामन्ती मालिकको प्रतिनिधि हो। राजालाई नवराज सुवेदी वा जगमान गुरुङ वा ढाड दुखेको घुँडा दुखेको कुनै पनि बुढाले होस् किन नहोस्, उसले राजाको खुट्टा ढोग्नुपर्छ, जुत्ता चाट्नुपर्छ। राजा वीरेन्द्रको जुठो भात प्रसाद मानेर खाएको इतिहास यहाँहरूले थाहा पाउनु नै भएको होला। र राजा शासनका चम्चेहरू, हुक्केहरू, पिछलग्गोहरू त्यही जुठो भातलाई प्रसाद मान्न र त्यो राजालाई देवता मान्नको लागि उद्धत छन्। उनीहरू त्यही चाहना राख्छन्। त्यो उनीहरूको खुसीको कुरा हो। आज केही मान्छेहरू जगमान गुरुङ जस्ता बुढा खाडा र जीर्ण विचार भएकाहरू राजाको खुट्टा ढोग्न पाऊँ, जुठो भात खान पाऊँ भनेर उफ्रिरहेका छन्। यो गलत काम हो। भोलिको कुनै पनि योग्य नेपालीले देश चलाउन सक्ने सम्भावनाको अधिकारलाई राजाको जुठो भातसँग नसाटौँ, राजाको तलुवा पनि नचाटौँ। जनताको सार्वभौम शक्तिलाई राजाको खुट्टामा लगेर जनताको अधिकारको हत्या नगरौँ, गणतन्त्रको संरक्षण गरौँ। देशको शासन प्रणालीमा जनताको सेवक चुन्ने वा शासक फाल्ने अधिकारको संरक्षण गरौँ।